साथीहरु हजुरहरुलाई फेरि पनि आजको मेरो एउटा अर्को नयाँ मिनी भ्लगमा स्वागत छ। आज चाहिँ करुणाले के खाना पकाउँछ आफ्नो भान्सामा भनेर हेर्नु होला। सो जाउँ अब फेरि करुणाको खाना बनाउन। अब फर्स्टमा चाहिँ खाना बनाउनको लागि म चाहिँ गएँ बारीतिर। अब बारीमा चाहिँ मैले कुन्द्रुक थियो अनि मैले चाहिँ कुन्द्रुक टिपेँ। अब नै कुन्द्रुकको तरकारी पकाउने हो नि त, अनि हजुरहरुलाई थाहा नै होला कुन्द्रुक भनेको के हो भनेर। तर यसको तरकारी चाहिँ मिठो हुन्छ कि अमिलो अमिलो हुन्छ नि त। अनि मैले चाहिँ यसलाई टिपेँ अनि यसलाई टिपेर चाहिँ अब ल्याएर मैले चाहिँ काटेँ। अब काटेर चाहिँ अब यसको पालो चाहिँ पकाउने। अनि चाहिँ मैले चाहिँ यसलाई पकाएँ। फर्स्टमा चाहिँ तेल राखेँ अनि तेल राखेर प्याज हालेर अब पकाउन त के भनौँ र। अनि मैले चाहिँ पकाएँ। अब तरकारी चाहिँ पाकिरहेको थियो कि अनि मैले चाहिँ उता चाहिँ भात बसालेँ। अनि एउटा चुल्हामा भात अनि अर्को चुल्हामा तरकारी बसालेँ। अनि चाहिँ भात र तरकारी पाकिरहेको थियो कि अनि चाहिँ म पिठो मिचिन लागेँ। अब यो पिठो मिच्दाखेरि हाम्रो आमा के भन्नुहुन्छ थाहा छ, यो पिठो चाहिँ यसरी मिच्नुपर्छ कि मान्छेको हड्डी टुटुन्जेलसम्म मिच्नुपर्छ भन्नुहुन्छ कि। यो गाउँको पिठो चाहिँ भन्नुहुन्छ कि आमा जहिले यस्तै म पिठो मिच्दाखेरि बच्चैदेखि सुन्दै आएको छु कि जहिले कि यति बल लाएर मिच्नुपर्छ भन्नुहुन्छ कि। अनि चाहिँ म चाहिँ पिठो मिचेँ अनि पिठो चाहिँ मिचिरहेको थिएँ कि अनि फेरि अब मेरो तरकारी नि उता अलिअलि डढ्न लाग्थ्यो। अनि मैले चाहिँ तरकारी चलाएँ अनि तरकारी नि मेरो पाकिसक्यो। अनि तरकारी नि पाक्यो अनि त्यसपछि चाहिँ मेरो भात पनि पाक्यो। तरकारी मैले बोडी नि पकाएको थिएँ तर मैले बोडी पकाएको भिडियो चाहिँ राखिनँ, सिधा पकाइसकेको देखाएँ। अनि मैले चाहिँ बोडी पकाएँ अनि मेरो आजको खाना पनि पाक्यो। अब गाइज भेटौँ अर्को भ्लगमा। बाई बाई गाइज।